तो यहाँबाट निक्लिहाल है, निक्लिहाल। काम धन्दा छैन, रातभरि रक्सी खाए डुल्यो, केटासँग रातभरि हल्ला गरे है। निस्किन्छु नि अन्त किन म पनि आफ्नो गरी खान्छु मेरो पल्लोपट्टि किचन बनाइदिन्छु हो आफै गरी खान्छु अंश बंश छुट्टाउ तिमीले पनि भाउ ए यो घर त मैले बनाएको त मैले बनाएको त आफै बनाएर बस अरे पल्लोपट्टि आफ्नो एक्स्ट्रा किचन बनाउँछु नि अन्त जा अरे अंश बंश चाहियो नि त मलाई पनि छुट्टाउनु पर्यो जा लु त्यसो भए तेरो पल्लोपट्टि कोठा टेर मेरो यतापट्टि कोठा जा ल अन्त लु आफ्नो गरी खा जा आफ्नो गरी खाऊ जा बेसी नबोले गइहाल है भोलि पनि सेल्ट्यो भने कसले बोक्दो रहेछ हेरौँ जा म पनि हेर्छु चाहिँदैन तँ जस्तो छोरा अब टमाटर ल्याउ त एउटा ल प्याज छ प्याज त्यसै पाएको होइन नि तर पैँचो नि भरे फर्काइदिइहाल्छ तिम्रो प्याज ल लैजा लसुन छ एकछिन पर्खी त्यहाँ यो कोपी यो 1 किलो प्याज 1 किलो टमाटर यो लसुन सब लगेर जा धोएन मेरो दिने भाग यति नै हो कराई छ कराई पर्खिएछिन ल अब नआइज नि बुढी यो भने त डल्लै लानु हुन्छ मेरैबाट लानु पर्दैछ त अन्त यहाँ पकाएर घिच्नु नि आफ्नै गरी खान्छु नि म किन तेल देऊ त एक अमलहरू तेल तेल पनि सबै मेरो चामल पनि चाहियो चामल चाहियो मलाई त आफ्नै गरी खान्छु आफ्नै गरी खान्छु म त खै सजिलो रहेछ गरी खानु डल्लै मेरै पकाएर लानुहुन्छ के गरी खान्छस् यहाँ पकाएर गीत पकाएर ठुलो माफ नदिएको मेरो छेउमा बुझिस् आफ्नो होटेल चलाउनु साह्रो छ नि पकाउनु आउँदैन होटेल बसेर आफ्नो गरी खानु कस्तो रहेछ आफ्नो होटेल चलाउँदा कस्तो हुँदो रहेछ साह्रो पर्दो रहेछ सबै यहीँबाट लाँदैछस् त अनि म्यानेजर नपाएर नि खासमा चाहिँ तेरो बाउको म्यानेजर मर्दाखेरि कसले बोक्छ अरे को चाहिँदो रहेछ लास्टमा बाउ चाहिँदो रहेछ कि पापा सबै मैले किनेको यो टमाटर किन्ने पैसा छ बोजूमा छैन अन्त कहाँबाट गाडी खान्छस् भरे रोपेर दिन्छु कि भनेर नि रोप्छस् तैँले तैँले गप्पै रोपेर त बारीभरि फलिरहेछ घाँस कुकुर साला घाँस काट्नु न घाँस काट्छ न दाउरा ल्याउँछ साथीसँग लटेर हिँड्छ रातभरि हल्ला गरे माथि गएर 2 बजीसम्म के गरेको थियो माथि हिजो 2 बजीसम्म त्यसको बर्थडे फेरि के पार्टी साथी बर्थडे मना जा त्यही साथी घरमा गएर खा जा बर्थडे त सक्यो अन्त बाउ सबै मेरो कति गाह्रो रहेछ थाहा पाइस् यहाँ जा घाँस खा जा फेरि बेलुका माना पाउँदैनस् नि फेरि बेलुकाको गइहाल